मोबाइलको लागि त तपाईँहरूले धेरै नेपाली क्यालेन्डरहरू बनिसकेको देख्न सक्नुहुन्छ एन्ड्रोइड होस् या आइओएसको लागि चाहिँ है। तर आज म तपाईँलाई नितान्त चाहिँ विन्डो अथवा ल्यापटपको लागि अथवा कम्प्युटरको लागि चाहिँ कसैले हामीले नेपाली क्यालेन्डर चाहिँ पाउन सक्छौँ भनेर देखाउनेछु। किनकि प्रायःजसो विन्डोज सफ्टवेयरहरूको लागि चाहिँ नेपाली क्यालेन्डर खासै एभाइलेबल छैनन्, भएको पनि डेट इन्करेक्ट अथवा अपडेट राम्ररी नभएको केसहरू धेरै छन्। आज म तपाईँहरूलाई विशेष गरेर हामीले विन्डोमा नेपाली क्यालेन्डर कसरी इन्स्टल गर्छौँ र तपाईँको इङ्ग्लिस डेट टाइम जस्तै नेपाली डेट पनि हामीले कसरी आफ्नो ल्यापटपमा सधैँ आफ्नो ल्यापटपको डिस्प्लेको फ्रन्टमा राखिरहन सक्छौँ वा देखाउन सक्छौँ वा जानकारी पाउन सक्छौँ भनेर यो भिडियोबाट तपाईँलाई मैले सिकाउने छु। ढिला नगरिकनै सुरु गर्न चाहन्छु ट्युटोरियलबाट नै। यहाँ देख्न सक्नुहुनेछ, यहाँ साइडमा हेर्नुभयो भने एउटा चाहिँ हामीलाई विजेट देखाएको छ। यो विजेट चाहिँ मैले भर्खरै डेभलप गरेर बनाएको हो। यो विजेटमा चाहिँ तपाईँहरूले इङ्ग्लिस डेट अनि त्यस्तै गरी नेपाली विक्रमसम्म डेट र तलपट्टि टाइम देख्न सक्नुहुनेछ। यो विजेटलाई तपाईँले सारेर जता पनि लगेर राख्न सक्नुहुन्छ तपाईँलाई कम्फर्ट हुने ठाउँमा, र यसलाई तपाईँले यहाँ क्लोज पनि गर्न सक्नुहुनेछ अथवा हेडमा गएर चाहिँ तपाईँले चाहिँ राइट माउस क्लिक गर्नुभयो भने मिनिमाइज म्याक्सिमाइज सबै गर्ने अप्सन दिन्छ। अहिलेलाई चाहिँ मैले तपाईँलाई यहाँभित्र केही एड गरेको छैन, यति मात्र एड गरेको छु, पुरा क्यालेन्डर चाहिँ राखेको छैन। पछि चाहिँ राख्ने बाचा गर्नेछु, 100 वर्षमा मैले राखिदिनेछु है त नेक्स्ट अपडेटहरूमा चाहिँ एप्लिकेसनको। अब हामीले यो एप्लिकेसनलाई म्याक्सिमाइज गऱ्यौँ भने यस्तो देखिन्छ अहिलेलाई चाहिँ। पछिलाई चाहिँ यहाँ पुरा क्यालेन्डर देखिने पनि बनाउने मेरो सोच छ है त। अहिले म्याक्सिमाइज क्लोज गरेर हामी मिनिमाइज गरौँ, मिनिमाइज क्लोज गरेपछि यहाँ हरायो, तर यहाँ साइडमा गएर बसेछ है। तपाईँले देख्न सक्नुहुनेछ यहाँ माथि आइसक्यो, यसलाई सारेर हामीले जहाँ पनि लान सक्छौँ। यदि तपाईँले यो तपाईँको ल्यापटपमा देखिएन भने चाहिँ तपाईँले फेरि एप्लिकेसन ओपन गर्नुभयो भने चाहिँ त्यहाँ तपाईँले फेरि चाहिँ पहिला जुन ठाउँमा आएको थियो यहाँ त्यही ठाउँमा देख्न सक्नुहुनेछ है त। हेरौँ कसरी देखिन्छ। अलिकति रेकर्डिङले गर्दाखेरि चाहिँ एप्लिकेसन स्लो देखाइरहेको छ, तर तपाईँहरूले चाहिँ खोल्ने हो भने फास्ट यो छ है। यो चाहिँ आइसक्यो, देख्न सक्नुहुन्छ तपाईँले आइसक्यो। यदि यो यहाँबाट तपाईँले क्लोज गरे पनि चाहिँ आउँछ है त। अब त्यसको साथसाथै विजेट पनि आयो अनि हाम्रो वेबसाइटको लिङ्क पनि आउँछ है त। यहाँ वेबसाइट पनि अटोमेटिक खुल्छ अहिलेलाई चाहिँ यसरी तपाईँले देख्न सक्नुहुनेछ। वेबसाइट र क्यालेन्डर दुइटै एकैचोटि तपाईँले चलाउन सक्नुहुनेछ। अब यो इन्स्टल कसरी गर्ने भनेर तपाईँलाई मैले सिकाउने छु। सबभन्दा पहिला हामी आफ्नो ब्राउजरमा जाउँ। कुनै पनि तपाईँको क्रोम ब्राउजर छ भने चाहिँ क्रोम ब्राउजरमा जानुहोस्, छैन भने चाहिँ कुनै पनि ब्राउजर त्यसमा जानुहोस्। त्यहाँ गएर तपाईँले संसार.com भनेर हान्नुभयो भने हाम्रो वेबसाइट खुल्छ। सुरुमा यस्तो इन्टरफेस देखाउँछ, यहाँ तपाईँले देख्न सक्नुहुनेछ यस्तो इन्टरफेस देखाउँछ। अनि देखाइसकेपछि यहाँ भर्टिकल बारमा जानु भने तल पनि आइकन देखाएको हुन्छ, सबभन्दा लास्टमा देख्न सक्नुहुन्छ यहाँ विन्डो अनि एन्ड्रोइड आइओएसको आइकन देखिएको छ। त्यहाँ तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ है त। एप्पलको लागि चाहिँ अहिले एभाइलेबल छैन, एन्ड्रोइड र चाहिँ विन्डोको लागि मात्र एभाइलेबल छ। एन्ड्रोइडमा तर क्यालेन्डर सिस्टम चाहिँ मैले राखेको छैन है त, विन्डोको लागि मात्र। किनकि एन्ड्रोइडमा धेरै एप्लिकेसनहरू रहेका छन् जसको मद्दतले हामीले चाहिँ नेपाली डेट टाइम चाहिँ निकाल्न सक्छौँ है त। त्यस हुनाले इन्स्टल अन विन्डो लेखेको छ अथवा त्यो आइकनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँलाई विन्डो पपअप भएर नेक्स्ट ट्याब बारमा चाहिँ यो लिङ्क खुल्छ। खुलिसकेपछि डाउनलोड इएक्सीमा जानुहोस् है त। डाउनलोड इएक्सीमा गएर तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ है त। यहाँ माथिपट्टि डाउनलोड भइरहेको छ। कम्तीमा पनि कति एमबीको छ भन्दा 65.4 एमबी जति रहेको छ। यो डाउनलोड कम्प्लिट भइसकेपछि तपाईँलाई कहाँ गएर बस्छ भन्दा तपाईँको फाइल म्यानेजरको डाउनलोड सेक्सनमा गएर बस्छ, त्यहाँ गएर चेक गर्नु होला है त। अब हामीले यो इन्स्टल गर्नुभन्दा अगाडि चाहिँ पहिला हामीले यो अघिल्लो मैले राखिसकेको यो विजेटलाई, यो एप्लिकेसनलाई चाहिँ अनइन्स्टल गर्नेछु। पहिला अनइन्स्टल गर्नेछु। डाउनलोडमा पहिला हेरौँ बस्यो कि नै भनेर। सायद पुरानो एप्लिकेसन, दुईवटा एप्लिकेसन छ, यो पहिल्यै हो, यो चाहिँ भर्खरै डाउनलोड गरेको है त। अब त्योभन्दा पहिला हामीले पहिला यो एप्लिकेसन फेरि अनइन्स्टल गर्छौँ। अनइन्स्टल गरिसकेपछि अघि डाउनलोड गरेको इन्स्टल गर्छौँ। तपाईँले चाहिँ यो गर्न पर्दैन, म प्र्याक्टिकल्ली तपाईँलाई डेमो देखाउनको लागि त्यो गर्दैछु।
अब तपाईँले पनि कहिले-कहिले समस्या आयो भने अनइन्स्टल बिग संसार एप्लिकेसन अनइन्स्टल गर्दा समस्या आयो भने चाहिँ त्यो चाहिँ यो कारणले हुनसक्छ भनेर चाहिँ जान्न पनि आवश्यक हुन्छ। त्यसकारण सबभन्दा पहिला अनइन्स्टल गर्नभन्दा अगाडि तपाईँले यो विजेटलाई चाहिँ यहाँबाट हटाउनु पर्ने हुन्छ है त। नत्र विजेट हटेन भने चाहिँ अरू प्रोग्रामिङभित्र रहेको अरू चाहिँ उम्, अनइन्स्टल हुन्छ तर चाहिँ विजेटको एप्लिकेसन चाहिँ अनइन्स्टल हुँदैन। त्यसो हुनाले यहाँबाट पहिला क्लोज गर्नुपर्ने हुन्छ। क्लोज गरिसकेपछि अब यहाँ गएर तपाईँको एप्लिकेसन बिग संसार भनेर सर्च गर्नु। यदि सर्चमा आए यहाँ देखाएन भने सर्च गर्नुहोस्, देखायो भने ठिकै छ है त। अ, बिग संसार भनेर एप्लिकेसन देखाइसकेको छ। अब यसलाई अनइन्स्टल अप्सनमा जानुभयो भने चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुनेछ अनइन्स्टल भनेर। अब अनइन्स्टल एप्लिकेसन सेटिङभित्र रहेको एप्लिकेसन सेक्सनमा अनइन्स्टल भनेर हामीले त्यहाँबाट गर्नेछौँ। अहिले चाहिँ इन्स्टल एप्लिकेसनको लिस्टहरू यहाँ देखाउँछ है त। अब यहाँ तपाईँ झुक्किन सक्नुहुन्छ, दुईवटा बिग संसार देखाएको छ भनेर झुक्किन सक्नुहुन्छ है त। माथिल्लो 1.0.4 भनेको यो चाहिँ मैले WSA चाहिँ चलाएको छु, जसलाई विन्डो सब सिस्टम फर एन्ड्रोइड भनेर रहेको छ। त्यो चलाएको हुनाले एन्ड्रोइडको एप्लिकेसन नि मेरो पिसीमा चाहिँ इन्स्टल गर्न मिल्छ त्यो कारणले चाहिँ है त। हामी जाउँ सिधै 1.4.0 हो यसको भर्जन, लेटेस्ट भर्जन, त्यो अनइन्स्टल गरौँ पहिला। अब धेरै कुरा नगरिकनै फटाफट अनइन्स्टल। अब यहाँ सोध्छ आर यु स्योर यु वान्ट टु कम्प्लिटली रिमुभ बिग संसार एन्ड अल अफ इट्स कम्पोनेन्ट्स भनेको चाहिँ यस गरिदिनुहोस्। तपाईँले पनि अनइन्स्टलको पनि मैले एकै ठाउँमा सिकाइरहेको छु है त, किनकि अनइन्स्टल गर्दा प्रोब्लम आउनसक्छ। किनकि दुईवटा एप्लिकेसनलाई कम्बाइन गरेर मैले एउटै एप्लिकेसनभित्र राखेको हुनाले चाहिँ। अनि त्यो चाहिँ तपाईँको टाइम एन्ड डेटको विजेट चाहिँ तपाईँले एकफेर इन्स्टल गरिसकेपछि चाहे त्यो तपाईँले अफ गर्नुहोस्, चाहे रिस्टार्ट गर्नुहोस्, जति बेला पनि अटोमेटिकै त्यहाँ देखिन्छ है त। आफ्नो अन द स्पोट आफ्नो ठाउँमा बिग संसार वा सक्सेसफुल्ली रिमोट फ्रम यो कम्प्युटर भनेको छ है त। सक्सेसफुल्ली भइसकेको छ, किनभने हामीले चाहिँ यहाँ विजेट हटाइसकेको छ। इन केस विजेट नहटाएको भयो भने हामीलाई चाहिँ विजेटको कम्पोनेन्ट चाहिँ त्यहाँ हुनु नि थिएन। त्यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ भने लोकल लिस्टमा गएर यहाँ तपाईँलाई एउटा अप्सन देखाएको हुन्छ, त्यहाँ गएर चाहिँ प्रोग्राम फाइल्सभित्र जानु भने बिग संसारको फोल्डर देखाएको हुन्थ्यो, त्यहाँ गएर पनि तपाईँले अनइन्स्टल गर्न सक्नुहुनेछ। भयो कि भएन भने कम्प्लिटली यहाँ गएर पनि हेर्न सकिन्छ है त। अब अघि डाउनलोड गरेकोलाई इन्स्टल गर्छौँ हामीले चाहिँ यहाँ एम्प्टी भनेर देखाइसकेको छ। अब चाहिँ हामीले डाउनलोड गरेकोलाई चाहिँ इन्स्टल गर्नेछौँ। इन्स्टल गर्दा कसरी गर्नुपर्छ भनेर पनि तपाईँलाई मैले ट्युटोरियल मार्फत देखाइदिनेछु। लास्ट डाउनलोड गरेको बिग संसार हो यही। यसलाई डबल क्लिक गरौँ एन्ड्रोइडमा, एन्ड्रोइड होइन विन्डोमा डबल क्लिक गरौँ। डबल क्लिक गरिसकेपछि तपाईँलाई इन्स्टलको लागि सबभन्दा पहिला पर्मिसन सोध्छ। युजर एक्सेस कन्ट्रोलबाट पर्मिसन मागेको छ, यस गरिदिनुहोस्। यस गरिसकेपछि अब चाहिँ तपाईँको चाहिँ बिग संसार इन्टरफेस खुल्न सुरु हुन्छ। त्योभन्दा अगाडि चाहिँ हामीलाई सेटअपको लागि भनेको छ। यहाँ चाहिँ तपाईँले यस यहाँ माथिपट्टि आई एक्सेप्ट द एग्रिमेन्टमा क्लिक गर्नुहोस्। तपाईँलाई पढ्न मन छ भने एग्रिमेन्ट लाइसेन्स पनि यहाँ चेक गर्न सक्नुहुन्छ। नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ कुन यो फोल्डरभित्र चाहिँ इन्स्टल गर्न चाहनुहुन्छ भनेर सोधेको छ। बाई डिफल्ट छोडिदिनुहोस्, किनकि बाई डिफल्टै राम्रो हुन्छ है त। अनि यहाँ तलपट्टि के भनेको चाहिँ 114 एमबी जति रहेको छ, डिस्क फ्री छ कि नै भनेर सोधेको छ। अनि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि तपाईँलाई फेरि अर्को इन्टरफेस खुल्छ। अब यहाँ फोल्डर एक्जिस्ट भनेको छ। तपाईँलाई न्युली तपाईँले डाउनलोड गरेर इन्स्टल गर्दै हुनुहुन्छ भने यो नआउन पनि सक्छ, किनकि मैले अलरेडी इन्स्टल गरेर तपाईँलाई अनइन्स्टल गर्न सिकाएको थिएँ। त्यस कारणले बिग संसार भन्ने फोल्डर चाहिँ त्यहाँ एक्जिस्ट भइरहेको थियो पहिलेदेखि। त्यस हुनाले मैले चाहिँ यस गर्छु। यस्तो इनकेस तपाईँलाई यस्तो भनेर नोटिस आएछ भने यस गर्नु होला है त। अब यहाँ के भनेको छ, एडिसनल सर्टकटमा चाहिँ हामीले क्रिएट अ डेस्कटप सर्टकटमा क्लिक गर्नेछौँ। हामीले चाहिँ डेस्कटपमा सिधै अगाडिबाट आउने बनाउनेछौँ। सजिलो हुन्छ त्यो भयो भने। नेक्स्ट गरौँ। अनि यहाँ डेस्टिनेसन लोकेसन देखाएको छ, एडिसनल टास्क भनेर देखाएको छ। अनि सिधै तपाईँले केही गर्नु पर्दैन, इन्स्टलमा क्लिक गर्नुहोस्। इन्स्टलमा क्लिक गरिसकेपछि तपाईँको फाइल चाहिँ एक्सट्र्याक्टिङ गर्दैछ अनि त्यसपछि इन्स्टल गरिदिन्छ। इन्स्टल गरिसकेपछि अटोमेटिक ओपन हुन्छ है त। यो चाहिँ बिग संसारको एप्लिकेसन चाहिँ सक्सेसफुल्ली इन्स्टल भइसकेको छ। अब यहाँ लन्च बिग संसारमा तपाईँले टिक लाउनु भयो भने चाहिँ लन्च हुन्छ, नत्र भने फिनिसमा क्लिक गर्नु।
फिनिसमा क्लिक गरिसकेपछि अब तपाईँको अटोमेटिक खुल्यो भने ठिकै छ, खुलेन भने चाहिँ तपाईँले डेस्कटपमा क्रिएट भएको छ यसको आइकन र यहाँ चाहिँ डबल क्लिक गरेर पनि खोल्न सक्नुहुनेछ। यदि अटोमेटिक भयो भने ठिकै छ, किनकि अहिले चाहिँ मैले फिल्मोराबाट रेकर्डिङ गरिरहेको हुनाले अलिकति स्लो देखिरहेको छ, त्यसको भइरहेको छैन, स्लो रनिङ भइरहेको छ प्रोग्रामिङ। अब ओपन भइसकेको छ, अब यहाँ लोडिङ लेखेको छ, त्यसपछि तपाईँलाई अटोमेटिक विजेट फेरि आउँछ है त साइडमा। एकछिन टाइम लिन्छ यसले, किनकि मैले रेकर्डिङ पनि गरिरहेको हुनाले मेरो चाहिँ अलिकति उसमा बढी प्रेसर परिरहेको छ, किनकि ल्यापटपमा मैले WSA, WSSL सबै मैले यसमा इन्स्टल गरेको हुनाले लिनक्स, एन्ड्रोइड सबै एकै पीसीमा चलाएको छु, त्यस कारणले चाहिँ अलिकति यो फिल्मोरा खोल्दा चाहिँ अलिकति ल्याग गरिरहेको छ है त। खोलिसकेको छ, तपाईँले देख्न सक्नुहुनेछ, यहाँ देखाएको छ। अब यसलाई अघि मैले भने जस्तै जता पनि हामीले मुभ गरेर लान सक्छौँ। अनि बिग संसारको एप्लिकेसन खोल्यौँ भने चाहिँ हाम्रो वेबसाइट पनि अटोमेटिक देखाउँछ। अहिले चाहिँ मैले केही अपडेट गरेको छैन, डाइरेक्ट इन्टरनल वेब ब्राउजरमा चाहिँ राखिरहेको छु। पछि चाहिँ मैले तपाईँलाई इन्टरफेस पनि GUI इन्टरफेस पनि अलिकति बनाएर अपडेट गर्नेछु है त। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यस्तै अन्य भिडियोहरू अथवा बिग संसारसँग सम्बन्धित अपडेटहरू मैले अवश्य नै लिएर आउनेछु। विगतका दिनहरूमा आज मैले तपाईँलाई सानो विजेटमा इङ्ग्लिस डेट अनि नेपाली डेट र नेपाली टाइम अथवा चाहिँ सेकेन्ड पनि देखाएको छु। अन्य आगामी दिनहरूमा त्यही विजेटमा चाहिँ मैले क्लिक गरेर चाहिँ पुरा क्यालेन्डरै नेपाली क्यालेन्डर खुल्ने पनि बनाउने छु अथवा अपडेटमा ल्याउने प्रयास गर्नेछु। त्यति बेरसम्मको लागि चाहिँ धैर्य भएर बसिदिनु हुन अनुरोध गर्दछु भन्दै आजलाई यो भिडियो यति नै गर्न चाहन्छु। हस्त, धन्यवाद।